टु माई न्यू ब्लग लाउडी किङ ब्लग। तपाईँलाई लाउडी किङ ब्लगमा स्वागत गर्दछु। फेरि पनि अब ट्रेन आइपुगेको छ नयाँ दिल्लीमा। ट्रेन अब माइक हुन्छ, मान्छे घुइँचो आमामा यस्तो हिँडेर पनि जानुपर्ने हुन्छ। तर हाम्रो योभन्दा धेरै आसान छ। र हेर्नुहोस् हाम्रो यस्तो हुन्छ ढोका कति सफा हुन्छ यहाँ। अब हेर्नुहोस् यस्तो हुन्छ। यहाँ एकजना, यहाँ एकजना, दुईजनाको सिर्फ यो दुईजनाको रुम हो। पर्दा लाग्छ टक्क। यो 49 र 50 को यो। यतापट्टि पनि हुन्छ, फेरि यतापट्टि एकजना, यहाँ एकजना। यो बिस्तारा लगाउनु मिल्छ बस्नलाई। यस्तो फ्यामिली बडा यता, बुढी यता, अनि लास्टमा सुत्ने बेला माथि तल। माथि अलि झ्याउ हुन्छ, तल मजा हुन्छ सुत्नलाई चाहिँ। माथि चाहिँ धेरै नै चिसो हुन्छ कि एसी आउँछ, एकदम धेरै चिसो आउँछ। त्यही भएर यति राम्रो सफा हुन्छ हाम्रो सिउला गरेपछि। चार कोठा, चारजनाको अन टाइम हो यो। फेरि मेरो यो हो मेरो सिट सफा सुगर एकदम छ। फेरि पनि भिडियो राख्दै गर्छु। हस् त, धन्यवाद।